बरु सौताको छोरालाई राम्रो व्यवहार गर्छन् होला मान्छेले होइन। त्योभन्दा खराब व्यवहार गर्दैछ आइसिसीले नेपाललाई होइन। यहाँ त अघिल्लो पालिको वर्ल्ड कपमा पनि त्यस्तै थियो अनि अहिलेको पनि वर्ल्ड कपमा त्यस्तै छ, जहाँ चाहिँ के गरेको छ भन्दाखेरि नेपाल यो पालि पनि के गर्ने छ भन्दाखेरि हुन्छ नि बिफोर द T20 वर्ल्ड कप हुन्छ नि नेपालले कुनै पनि टेस्ट प्लेइङ नेसनसँग अथवा कुनै पनि टेस्ट नेसनसँग चाहिँ नेपालले वार्म अप म्याचेस खेल्ने छैन, जुन चाहिँ नेपालको लागि हुन्छ नि एक्सपोजरको कुरा गर्दाखेरि हुन्छ नि नेपालले त्यति धेरै पाउनेवाला छैन। नेपालले के हुनेछ भन्दाखेरि आफूले रेगुलर हुन्छ नि जहिलेसुकै खेल्दै आइरहेको युएई र क्यानाडासँग चाहिँ के गर्नेछ भन्दाखेरि नेपालले वार्म अप म्याचेस खेल्नेछ। नेपालले February 3 मा खेल्ने वार्म अप म्याचेस रहेको छ युएई सँग, जुन चाहिँ के हो भन्दाखेरि चेन्नईमा खेल्नेछ। त्यस पछाडि क्यानाडासँग खेल्नेछ February 5 मा, त्यो पनि म्याच हुनेवाला छ चेन्नईमै। र नेपालले चाहिँ अब खै हुन्छ नि अब के हो जहिले पनि के गरिरहेको छैन भन्दाखेरि अघिल्लो पालि पनि हेर्ने हो भने चाहिँ केही इभन युएईले अनि केही एसोसिएट नेसन्सहरूले चाहिँ वर्ल्ड कप भन्दा अगाडि चाहिँ टेस्ट प्लेइङ नेसनहरूसँग चान्स पाइरहेको थियो। तर यो पालि पनि नेपालले के गरेको छैन भन्दाखेरि टेस्ट प्लेइङ नेसनहरूसँग चान्स पाइरहेको छैन। अब तपाईँहरूलाई के लाग्छ नेपालले टेस्ट प्लेइङ नेसनहरूसँग हुन्छ नि खेल्न नपाउनुको रिजन के होला, त्यसको पछाडि चाहिँ के रिजन हुनसक्छ प्लिज कमेन्ट डाउन। अब सायद मलाई चाहिँ के लाग्छ भन्दाखेरि यदि नेपालले चान्स पाएको भए कुनै र टेस्ट प्लेइङ नेसनसँग खेल्न चान्स पाएको भए नेपालले अझ धेरै एक्सपोजर पाउँथ्यो। अनि जब उनीहरू कन्ट्रिज लाइक हुन्छ नि वेस्ट इन्डिज सँगसँगै अब त्यस पछाडि इङ्ल्यान्डहरू कन्ट्री जस्तो कन्ट्रीहरूसँग खेल्ने बेला चाहिँ नेपाललाई धेरै हेल्पफुल हुन्थ्यो। तर अब आइसिसीले नदिइसके पछाडि चाहिँ नेपाललाई हुन्छ नि आफूले रेगुलरली खेल्दै आइरहेको जुन टिमहरू छन् तिनीहरूको अगेन्स्टमै खेल्नुपर्ने हुन्छ। यदि अलिकति राम्रो खालको हुन्छ नि अलिकति राम्रो खालको टिमहरूसँग जसलाई अब श्रीलङ्का हुन सक्थ्यो। अब श्रीलङ्का यससँग त नेपालले रिसेन्टली के गरे हो भन्दाखेरि आफ्नो वार्म अप म्याचेसहरू खेले हो, जुन चाहिँ अफिसियल वार्म अप म्याचेसहरू थिएनन्। तर यदि नेपालले चाहिँ अब कुनै पनि के गर्थ्यो भन्दाखेरि टेस्ट प्लेइङ नेसनहरूसँग चाहिँ अब अफिसियल रूपमा चाहिँ खेल्न पाउँथ्यो भने उनीहरूले अब जुन एसोसिएट नेसनहरू छन् जुन क्यानाडा र युएई छन् उनीहरूको कम्पेरिजनमा हुन्छ नि बेटर पेस बेटर स्पिन, त्यस पछाडि हुन्छ नि अलिकति ट्याक्टिकल डेप्थहरू भयो होइन। त्यसरी नेपालको हुन्छ नि स्किल के छ है, त्यसरी अब पावर हाउसहरू जस्तो अब इङ्ल्यान्डहरू वेस्ट इन्डिजहरू भयो तिनीहरूसँग खेल्ने बेलामा नेपालले आफ्नो हुन्छ नि अब अलिकति राम्रो ट्याक्टिक्सहरू अप्लाई गर्न सक्थ्यो। तर जुन चाहिँ के हुनेवाला छैन भन्दाखेरि अब नेपाललाई आइसिसीले टेस्ट प्लेइङ नेसन नदिइसके पछाडि त्यो हुनेवाला छैन। अब खैर केही बात छैन, नेपालले चाहिँ अब जुनवाला आफूहरूले खेल्नुपर्ने छ त्यही नै खेल्दैछन्। यदि तपाईँहरूले हामीलाई फलो गर्नुभएको छैन अथवा सब्सक्राइब गर्नुभएको छैन भने स्पोर्ट्स टक विथ च्यानललाई फलो गर्नुहोस् है, हामीलाई युट्युबमा सब्सक्राइब गर्नुहोस्। हामी चाहिँ के गर्नेछौँ भन्दाखेरि हाम्रो 1000 फलोवर्स र हाम्रो 1000 सब्सक्राइबर्स पुगे पछाडि हामी नेपालको T20 वर्ल्ड कपको जस्तो गिभअवे गर्नेछौँ। सँगसँगै हामी चाहिँ के गर्नेछौँ भन्दाखेरि नेपालको इच एन्ड एभ्री वर्ल्ड कप म्याचहरू चाहिँ हाम्रो स्पोर्ट्स टक विथ स्यान्डीमा चाहिँ हामीहरू के गर्छौँ भने लाइभ वाच अलोङ गर्नेछौँ। त्यसैले यदि हामीहरूसँग जोड्न चाहनुहुन्छ भने अहिले नै फलो एन्ड सब्सक्राइब दि स्पोर्ट्स टक विथ स्यान्डी।